सबैजना सेवा सेवा र नमस्ते। अनि 2082 सालको विजय दशमीको सबैजनालाई चाहिँ धेरै धेरै शुभकामना, ह्याप्पी दसैँ पनि भन्न चाहन्छु। आज हाम्रोतिर चाहिँ मौसम पनि यस्तो थियो कि पानी परिरहेको थियो अनि अझै अलिअलि खुला भइरहेछ साथीहरू। अनि हामी चाहिँ टिका पनि लगाइसक्यौँ है। आज चाहिँ राख्नु साथीहरू यही है दसैँमा लगाउने फुल हो यो चाहिँ हैन। हामी चाहिँ यस्तै फुल लगाएर चाहिँ दसैँ मनाउँछौँ। यसलाई चाहिँ हामी गदावरी फुल भन्छौँ। अनि हामी चाहिँ टिका पनि लगाइसक्यौँ। घरमा चाहिँ अब पल्लो घर काकाहरूकोमा, देवाहरूकोमा, दाजुहरूकोमा चाहिँ टिका लगाउने बाँकी छ। तर हाम्रोतिर चाहिँ आज पानी परेर यस्तो छ है, मौसम चाहिँ वरिपरिको मौसम चाहिँ एकदम धुम्म रहेको छ साथीहरू। माहौल यस्तो छ साथीहरू। हामी चाहिँ जमरा राख्दैनौँ, यस्तै लाउँछौँ। हाम्रो चाहिँ सामान्य तरिकाले हामी चाहिँ दसैँ मनाउँछौँ। यस्तो छ है हाम्रो चाहिँ साथीहरू। यस्तो छ नि टिका लाउने ठाउँहरू चाहिँ। यो चाहिँ हेलो घर साथीहरू, टिका लाउने कार्यक्रम हुँदैछ साथीहरू। यहाँ काकाहरूको हामी चाहिँ टिका लगाइरहेको छौँ। यो चाहिँ हाम्रो काकाहरूको घर है। अब हामी चाहिँ तल जेठा देवाको जाने। हामी चाहिँ आज हाम्रोतिर चाहिँ मौसम धुम्म धुम्म छ तर एकदमै राम्रो सफा छ। पानी चाहिँ रहिरहेछ अहिले चाहिँ। टिका लाउनु जाँदैछौँ साथीहरू तल घरतिर। हामी जेठी देवाकोतिर पछाडि बुनु छोरा मात्रै छौँ है। काकी चाहिँ यता अगाडि हिँड्नु हुँदैछ है। बाटो यस्तो छ है हाम्रो चाहिँ चिप्लो छ साथीहरू। देवाहरूको घर चाहिँ अलिक तल पर्छ है साथीहरू। बाटो हाम्रो चाहिँ पानीले गर्दाखेरि मकै पनि भाँचिएको छैन। यतातिरको यो काकीहरूको मकैहरू बाटो गति छ चिप्लो चिप्लो जाँदैछौँ। यस्तो बाटो लड्यो भने हालत हुन्छ होला। हाम्रो घर हामी टिका लाउन आइपुग्यौँ साथीहरू। यस्तो छ मौसमको कुरा गर्दा चाहिँ। फुल सबै अहिले है यसपालि त यस्तो भयो चाहिँ। टिका पनि लगाइसक्यौँ साथीहरू। यहाँ वरिपरि देमाहरूकोमा, दाजुहरूकोतिर चाहिँ। अब हामी चाहिँ यसो पाहाडतिर घुम्न जाँदैछौँ। आजको दसैँ चाहिँ हाम्रो सिद्धियो भन्नुपर्छ। दसैँ चाहिँ एकदम राम्रो भयो।